2081 फागुन 27 गते म चाहिँ मेरो दीक्षान्तको लागि यसरी मोरङको गोठगाउँ छोरीसँग गएँ। एकदमै गर्मी, चर्को घाम, छाता ओढ्दै गाउन र टोपी लिइसकेपछि मलाई मेरो छोरीले ल्याइदिए। त्यसरी पानीसानी खाएर हामी चाहिँ पूर्वाञ्चल विश्वविद्यालयमा प्रोग्राममा गयौँ। यसरी राखिदिएको हुँदो रहेछ कुर्सीमा तह अनुसारको मास्टरको बेचलरको है। अनि त्यस पछाडि हामी गाउन साउन टोपी लगाएर चाहिँ प्रोग्राममा गयौँ। मन्तव्यहरू सुनियो, शपथ ग्रहण पनि गरियो। एकदमै धेरै विद्यार्थीहरू थिए। चिकित्सा शास्त्र, कानुन, इन्जिनियरिङ धेरै विधाको, व्यवस्थापन धेरै विधाको। त्यही भएर मसँग धेरैजना साथीहरू हुनुहुन्थ्यो। एकदमै चर्को घाम गर्मीलाई छल्दै हामी चाहिँ यसरी प्रोग्राममा बस्यौँ, मन्तव्यहरू सुन्यौँ। राष्ट्रगान, विभिन्न मन्तव्यहरू, शुभकामनाहरू सुन्यौँ धैर्य गरेर। आजको घाम त के घाम हो र जस्तो पनि लाग्यो। एकदमै खुसी भएर पनि होला। त्यस पछाडि लामो समयको प्रोग्राम पछि चाहिँ हामी भोक लागेर यस्तो नास्ता खान गयौँ। मही चटपटेहरू, फलफुलहरू नास्ता खायौँ। म्याम र म्यामको फ्यामिली पनि हुनुहुन्थ्यो। वन्दना म्याम र म, मेरो छोरी, सबैजना सँगै पढेको साथीहरूसँग भेट भयो। भिडियो बनायौँ, टोपी उडायौँ, रमाइलो गऱ्यौँ। एकदमै ठुलो एरियामा रहेछ यो पूर्वाञ्चल विश्वविद्यालय। 805 बिघाको जमिन रहेको। त्यस पछाडि यसरी हामी म्यामसँग मिनी ब्लग बनाउँदै एकदमै रमाइलो गऱ्यौँ, खुसी साटासाट गऱ्यौँ। त्यस पछाडि फोटो पनि खिच्यौँ र हामी चाहिँ गर्मीलाई छल्दै प्रोग्रामबाट बिदा भयौँ। त्यस पछाडि फेरि पनि अन्त्यमा फोटो खिच्ने भनेर फोटोसोटो खिच्दै भिडियोहरू बनाउँदै आजको दिन चाहिँ एकदमै रमाइलोसँग बित्यो। एकदमै खुसीको दिन बितेको थियो।